नमस्कार सबैमा। म हजुरहरूको अगाडि एउटा छोटो कविता लिएर उपस्थित भएको छु र मेरो कविताको शीर्षक छ शान्तिको स्रोत। आनन्द लिन टाढा जानु पर्दैन, आनन्द लिन टाढा जानु पर्दैन, खुसी सुख लिन टाढा जानु पर्दैन। व्यस्तताको जीवनबाट केही समय निकालेर हाम्रो प्रिय प्रकृतिलाई निहार्यौँ भने आनन्द लिन टाढा जानु पर्दैन, खुसी सुख लिन टाढा जानु पर्दैन। रमाइलो खोज्न किन टाढा जानु, रमाइलो खोज्न किन टाढा जानु। हाम्रो वरिपरि के छैन र, ती सुन्दर पहाडहरू, पहाडमा पाइने वन जङ्गलमा पाइने रुखपातका धेरै प्रकारका प्रजातिहरू, यसै जङ्गलका बिचमा बहने खोला खोल्सा, भिर डाँडामा पाइने रुखका फुल, रुखमा टालिएका वन जङ्गली फुल, चराहरूले गाएका गान। आहा, मिठा अमिला ऐसेलु र किम्बु, दाँत कुडिने भक्मिलो र मस्लिन्डो, मिठा रसिला नस्पाती र सुन्तला, बाटोको डिलमा पाइने ठोट्ने, भुइँमा झरेका अम्बके। कति आनन्दको राज्य, स्वर्ग जस्तै यो राज्य, प्रकृतिको कोखमा बसेको सिक्किम राज्य नै स्वर्गको देश, सिक्किम राज्य नै स्वर्गको देश। धन्यवाद।